Hello everyone, welcome to my new vlog. अहिले चाहिँ म चिया नास्ता खाँदै हो। दिनको सुरुवात स्वागत छ सबैलाई। यहाँ बाहुबलीको आमा त्यहाँ छ। कटप्पा कहाँ गयो बाउ? कटप्पा यहाँ रहेछ। हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। मेरो नयाँ ब्लगमा स्वागत छ। अहिले चाहिँ म चिया नास्ता खाँदै हो। दिनको सुरुवात पाउरोटीबाट भइसकेको छ। त्यही हो, अबदेखि डेली ब्लग ट्राई गर्ने सोचेर हो। गर्छु पनि, गर्न सक्छु होला। गर्ने हो। अनि त्यही हो, अब दिउँसो के हुन्छ हेर्दै जाऊँ। स्वागत छ सबैलाई। बस कसलाई सजिलो छ लखर्न? सजिलो छैन, सब टिकटक बनाउनु आउँछ क्या। हो त्यो जे पाइ त्यही भन्ने काम चाहिँ नगर है भिडियोमा। यही हो हाम्रो चाहिँ जितगढी किल्ला ओभरअल। वान बिन म्याच सम्मको छ ल। मेरो चाहिँ त्यस्तो बानी छैन। यहाँ पढ ओ त डिब्बामा गएर बसेछ अथवा फोरन नफाल मरे फोरन नगरौँले यार, हामीसँग पढ्छ। अरू डिस्टर्ब नगरे भयो। के अरे 100मा 150 आइच। कस्तो ट्यालेन्ट होस् यार त। यो जुठे अझै यहीँ रहेछ। हात धुन जान्छु जहिले पनि जुठे भएर बस्छ यो। यहाँदेखि चाहिँ मेन हाम्रो भाइरल ठाउँ चाहिँ यो होइन। कृष्णले गराइदिएको नि भाइरल यहाँ होइन। हेर त उजेर सिंहको, हाम्रो उजेर सिंहको के भन्ने बहिनीहरू नानीहरू तर यस्तरी गराउनु हुन्न। फेरि आफ्नोसँग डर छ। छिप केही घोचिन्न भाइ, केही पनि घोचिन्न। अनुहार छ र तिम्रो? जितगढी किल्ला चाहिँ यही हो होइन। ओभरअल यहाँ चाहिँ नेपालमा यहाँ चाहिँ त्यो बेलामा युद्ध पनि भएको थियो क्या। त्यही भएर यहाँ यस्तो यहाँ ब्रिटिसहरू यता छ, नेपाली आमाहरू यहाँ छ। नेपाली आमा यहाँ बाहुबलीको आमा त्यहाँ छ। कटप्पा कहाँ गयो बाउ? कटप्पा यहाँ रहेछ। कटप्पा त्यहाँ रहेछ। अनि कटप्पा कहाँ के भन्छ त्यो के अरे सिङ्गाम्नी देवी हो कि के भन्छ है? बाहुबलीको कि सिङ्गाम्नी देवी हो कि सिङ्गाम के हो त्यसको? जेसुकै होस् त्यही हो। अनि बाहुबली कहाँ भयो? बाहुबली कहाँ? ए बाहुबली त यहाँ रहेछ। यता छ बाहुबली, कता त हेरेको। चुप त हल्लाल देवस। ए फेरि झुक्केर भाइरल भयो नि जान्छ। त्यो यिनीहरू ब्रिटिसहरू हो बे। यो हाम्रो त्यसलाई आक्रमण गर्न आएकोहरू हो क्या। भालासाला बोकेर हेर त हाने छ होइन। यहाँ हाम्रो बलभद्र कुमार फेरि यहाँ हुनुहुन्छ। अनि ऊ त्यहाँ यस्तै छ, दामी छ घुम्ने ठाउँ होइन।
फ्री वाइफाई जोन एरिया, त्यही भएर यो सधैँ आउँछ यहाँ होइन। होइन ग्रेटर नेपाल चाहिँ हाम्रो यहाँ है। ग्रेटर नेपालको म्याप चाहिँ फुल हेर्न छ नि यहाँ हुन्छ। अब छोडिदियो नि त नि के गर्नु त नि ग्रेटर नेपालको फुल म्याप यहाँ आएर नि टक्क। अहिले हामी यहीँ छौँ क्या। ल यही हो टक्क यसको लोकेसन चाहिँ यहाँ पक्की पुलदेखि ठ्याक्क यो साइड पक्की पुलदेखि यता फर्केर हेऱ्यो भने भइहाल्छ क्या। दामी छ ठाउँ चाहिँ घुम्न आउन सक्नुहुन्छ। हो यहाँको मेन फाइदा चाहिँ यहाँ टिकटक सिकटक सब हुन्छ है। फ्री वाइफाई प्लस फ्री वाइफाई पनि कपाल के रे होइन मेरो अड्डै यो जक्सन जितगढी होइन। ल हेर्नु भयो कतिको राम्रो लाग्यो यो ठाउँ। राम्रो लागोस् नलागोस् त्यो मतलब भएन, मैले देखाइसकेँ। घुम्न आउनु त्यही पनि दामी छ होइन। टिकट सिकट छैन, जथाभावी गर्यो नि निकालिदिन्छ। जथाभावी गर्यो भने चाहिँ यहाँको आर्मी दाइले चाहिँ निकालिदिनुहुन्छ। हेर्छन् तल्ल पर हेरेर बस्छन् कसले के गर्छ भने यत्तिकै त्यहाँ भुल्छु घुम्ने दुलोमा छिराउने हो क्या। केमा दुलो के हुन्छ नि यस्तो कपिल तँलाई अलिकति लाज सरम छैन अर्काको भ्लगमा जे पाइ त्यही बोल्न हुन्न नि। कस्तो हो त्यस्तो हो र दुलो भनेपछि अति ए ल यो चाहिँ यहाँको फेभरेट सङ हो। अनि यो चाहिँ हाम्रो उहाँ यहाँनिर मस्जिद छ, मस्जिद देखिन्छ होला सायद यहाँनिरबाट। यता साइडबाट मस्जिद देखिन्छ क्या। त्यहाँनिरबाट चाहिँ यो साउन्ड हाम्रो यहाँबाट टक्क देख्नुभयो होला। एक्कासी भिडियो बनाउँदा अल्ला आउँदा त म भिजा भयो। तर त्यस्तो मैले उस चाहिँ गर्नु खोजेँ होइन। यहाँनिर चाहिँ हाम्रो मस्जिद पनि छ पारिपट्टि साइड। भ्यू एकदम दामी देखिन्छ क्या यहाँदेखि। ओभरअल हाम्रो दामी छ भ्यूहरू। घुम्न आउनु यहाँदेखि फोटोसोटो हान्नुको लागि। तर जति बोल्यो नि भिडियो चाहिँ यस्तै भयो क्या, अल्ला मात्र भइदियो। ठिकै छ भाइ जानु जा। अघि भनेअनुसार चाहिँ होइन गाइस कर्तुकला देखा न त्यहाँ घर। त्यो चाहिँ हाम्रो हजुरबाहरू पुर्खाहरू होइन है। अनि यो चाहिँ हाम्रो ब्रिटिसहरू। ओए देशमाथि आक्रमण गर्थ्यो। कर्तुक देखा न पाँच खानेर ढलाइदिने हो क्या। गरे यसले त अनि त्यो त फलामको रहेछ हो पित्तलको है त। यो चाहिँ चाइनादेखि मगाएको आर्मी हुन्छ। त्यसको हातमा चपस्टिक छ क्या, त्यही भएर चाइनादेखि मगाएको। यो फेरि कहाँदेखि मगाएको? डाइनोसरको दाँत जस्तो यो इटालियन होला हो र। यो दारी छ नि त मेरो जस्तै रहेछ है। यहाँ आइज न यो मेरो बिराद्रीको पर्छ। काले पनि रहेछ बिराद्री हो। ओ यो फेरि जनरल रहेछ क्या। यो जनरल जनरल यसले आदेश दियो होइन। फ्री फायरको तर उसको क्या ड्रु मेकिन्टायरको क्या WWE ड्रु मेकिन्टायरले बोक्छ है खुँडा त्यसको हो न यो। आउँछ त्यो जमानामा पनि साइड ब्याग रहेछ क्या हो। दामी भिरै साइड ब्याग त यो राति आउनुपर्छ यसको साइड ब्याग। हेर्छ यस्तो तिलो धारिलो तरवार लिएर आयो हाम्रो नेपालीहरूलाई हान्छस् नाट्टी पत्ती। हाम्रो ओभरअल चाहिँ यहाँ घुम्न आएपछि जान्नुपर्ने चिन्नुपर्ने कुरा चाहिँ हाम्रो ओजर सिंह थापालाई। ओजर सिंह थापा यो बचाएको हाम्रो नेपाललाई विश्वयुद्ध हुँदा चाहिँ लडेर जितेर बचाएको चाहिँ यो मान्छे है। के खास मास्टर हुनुपर्ने त्यहाँ होइन। उजुर सिंहमा धनुषला सताएको त यही हो क्या। सरहरूले अझै पनि सम्झिन्छ मलाई। तर मलाई बहुत पिड थियो यहाँ।
तेरो तेरो हरकत गतले हुनु पर्यो नि स्कुलमा अनि खालि टोयलेटमा मात्र जाने 1 घन्टी लाग्ने टोयलेट गएर गेम खेल्ने अनि अर्को घन्टी लाग्यो भने पानी खान जान पर्ने फेरि अर्को घन्टी लाग्यो भने दोकान जान पर्ने अनि 1 घन्टी बङ हान्ने अनि त्यस्तो गरेपछि पिटाइ नखाएर कि म जस्तो पढ्न पर्छ स्कुलमा गएपछि पढ्न पर्छ राम्रो राम्रो जिपे कसको बढिया थियो मेरै हात थियो मेरो हात थियो 3.28 थियो कति रे कति नै बा मेरो 4 हात त्यसो मेरो जिपे नआउनु कारण त्यो होइन नि त पढाइ होइन नि त मैले फेरि उस दिएको थिएन नि त प्र्याक्टिकल दिएन नि त त्यो हो नि त कुरो नत्र त मेरो पनि जिपे आइसक्थ्यो नि मेन पोइन्ट त त्यहाँ रहेछ कि होइन जिपे प्र्याक्टिकलमा ए हाम्रो जित गरी चाहिँ यस्तो बनाउँछु भनेको थियो तर यस्तो बनायो र ए बनाएकै हो क्या यो होइन बे यतिको त छैन जुठेलाल पनि छ नै यहाँ भरिमा अघि देखिसक्यो ओके यो भिडियो यहीँसम्म छ हजुरलाई किलोको मान्छे जहाँसम्म इन्टरटेनमेन्ट भयो होला